हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। म चाहिँ ड्युटी सकेर चाहिँ जहिले पनि बेलुका चाहिँ हिँड्दै जान्छु। हिँड्दै जाँदा बाटोमा सनसेट हुँदै रहेछ। कस्तो एक प्रकारको मन पनि कस्तो लाग्दो रहेछ। अन्त जहिले पनि म हिँड्दै हिँड्दै जान्छु, एक्सर्साइज हुन्छ भनेर। किनभने एक्सर्साइज गर्ने त टाइम पाउँदैन, बिजी हुन्छ। बिहान उठेर ड्युटी जाँदै जाँदै झालमुरी भैया भेट्यो। झालमुरी भैयासँग झालमुरी बनाइ मागी, एकछिन गफ गरेँ। त्यहाँदेखि चाहिँ यो हेर्नुहोस् त, यो सिँढी चाहिँ यस्तो ठाडो सिँढी छ कि यो सिँढीमा चाहिँ हिँड्दाखेरि यति बेसी खुट्टा दुख्छ। अन्त म चाहिँ जहिले पनि यो सिँढीमा पुगेपछि चाहिँ मेरो थाइको एक्सर्साइज हो, यो चाहिँ कुद्नुपर्छ म भनेर चाहिँ आफूलाई मोटिभेट गरेर चाहिँ म यो सिँढीमा कुद्छु। किनभने बिस्तारै हिँड्यो भने चाहिँ यो सिँढी चाहिँ नभनेको पनि 100 स्टेप त बेसी होला, यस्तो ठाडो सिँढी छ। यो सिँढीबाट लड्यो भने चाहिँ हाम्रो टाउको फुट्छ, के हड्डी भाँच्छ होला। यो सिँढी चाहिँ त्यति साह्रो ठाडो सिँढी छ। अन्त फाइनली म घर पनि पुग्यो। घर पुगेर मेरो छोरा पनि दाइलोमा रहेछ, छोरा पनि ह्याप्पी, म पनि ह्याप्पी। थ्याङ्क यू सो मच गाइस।